एक्नी किन भन्दाखेरि छालासँग चाहिँ हाम्रो साइकीसँग जोडिया छ, एस्थेटिक्ससँग जोडिया छ होइन। मान्छेलाई चाहिँ होइन यो राम्रो देखिनु पनि अति नै ठुलो कुरा रहेछ कि। हो त कन्फिडेन्स हो नि त। हजुर कन्फिडेन्स हो नि त होइन। मान्छेलाई नराम्रो भएर कसलाई जान मन लाग्छ सबै चाहिँ अब किन भन्दा मान्छेको दुईवटा रूप हुन्छ हेर्नुहोस्, एउटा भित्री रूप हुन्छ, एउटा बाहिरी रूप। बाहिरी रूप त धेरैले अब भित्र जे भए पनि बाहिर त राम्रो देखाउन चाहन्छ नि होइन। अब के गरी पिम्पल्स आयो भने चाहिँ होइन अब मान्छेले अनेक सोध्छन् कि अब यसले के राम्रोसँग मुख धोइरहेको छैन कि, यसले राम्रोसँग खाइरहेको छैन कि होइन, यसको जिनै खराब हो कि भनेर चाहिँ सोध्छन् होइन। त्यसले गर्दा इम्पोर्टेन्ट त डेफिनेटली इम्पोर्टेन्ट छ होइन। कोही कोहीले सुसाइड समेत गर्छन् यो एक्नीहरूको गर्दाखेरि होइन। त्यस्तो पनि केसेसहरू छ, रिपोर्ट्सहरू छ हजुर होइन। त्यस्तो पनि छ। उपचार पाएर उपचारको के भन्छ हाम्रो साइड इफेक्टले गर्दा बित्नेहरू पनि छन् हेर्नुहोस् होइन। यो के भन्छ अब यसलाई चान्चु नै त लिन मिलेन होइन। लाइफ सेभिङ अथवा लाइफ थ्रेटनिङ त कन्डिसन होइन, कुनै कुनै होला एक्नी फल्मिनेन्स हुन सक्छ होइन, तर अनइम्पोर्टेन्ट चाहिँ डेफिनेटली होइन।